आज चाहिँ म बस्ने होस्टेलको बारेमा हजुरहरूलाई डिटेलमा बताउन चाहन्छु, पहिला कस्तो र अहिले कस्तो है त। यो भिडियो फुल हेरिदिनु होला, नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला है। जय रेमुरा ब्लगमा सम्पूर्णलाई स्वागत छ। ल म हजुरलाई यो भिडियो सुरु गर्न चाहन्छु ल मेरो होस्टेलको बारेमा। सबैभन्दा पहिला त यो मेरो होस्टेल भयो है। टक्कै देख्नु भएको छ होस्टेल एरिया ठुलो छ होस्टेलको है, ठुलो छ होस्टेल। अनि त्यसपछि यो अगाडि चाहिँ हाम्रो त्यो भयो सेक्युरिटी बस्ने भयो है। पहिलो सेक्युरिटी फर्स्टमा बस्ने भयो। यहाँ यो सबै बार लगाएको छ है। ल हेर्नुहोस्, यहाँ सेक्युरिटी 24 घन्टा भइरहन्छ होइन, 24 घन्टा भइरहन्छ यहाँ सेक्युरिटी। ल हेर्नुहोस्, यता एरिया यति धेरै छ है। सबैभन्दा त्यहाँ फर्स्टमा सेक्युरिटी त्यहाँ बस्छ है। त्यसपछि यहाँ चाहिँ रहेको छ, यहाँ दोस्रो नम्बरमा यहाँ चाहिँ भित्र जानको लागि होइन। यहाँ भित्र जानको लागि चाहिँ हामीले यहाँ फेस लक हुन्छ, फेस लक बिना छिर्न पाउँदैन है। कलार यहाँ अनि यहाँ भित्रबाट हामीलाई वार्डेनहरूले सब निगरानीमा भइरहेको हुन्छ हामी है। को कहाँ हिँडिरहेछ, के गरिरहेछ भनेर होइन। ल हेर्नुहोस्, यति सफा क्लियर टक्कलार मस्त। ल हेर्नु दामी छ है। अनि त्यसपछि ल हेर्नुहोस्, यो चाहिँ साथीहरूलाई यहाँ होस्टेलमा आएको जति पनि छ नि, गेम खेल्नको लागि भलिबल गेम, अब अरू ब्याडमिन्टनको लागि यहाँ है। अनि यो साइडमा चाहिँ जिम गर्ने साथीहरूलाई यसो बिहान बेलुका एक्सर्साइज गर्नको लागि यो एरिया है। ल हेर्नुहोस्, यो पानी ट्याङ्की भयो यो सबै है। यो जति पनि एरिया छ ल हेर्नुहोस्, माथिबाट तार जाली लगाएको छ यता माथिबाट है। माथि माथि सब तार जाली लगाएको छ ताकि यहाँ एउटा पनि चोर छिर्न सकिँदैन के, त्यो भयो है। अनि त्यसपछि गएर हजुरहरूलाई म अर्को कता देखाउँछु। यो एरिया भयो, अब उतापट्टिको अर्को एरिया पनि छ, म देखाउँछु ल त। ल हेर्नुहोस्, अर्को यो एरिया भयो है। टक्क हेर्नु त, हरियाली छ है, सर्र चिसो हावा आउँछ, टाइम टाइममा पानी परिरहन्छ अब यो ठाउँमा त होइन, मलेसियामा। अनि मैले भन्नु खोजेँ कि हजुरहरूलाई, यो हाम्रो होस्टेलमा चाहिँ जो कोहीले पनि जाँड रक्सी यस्तो केही छिराउनु मिलेन भित्र है। होस्टेलभित्र कुनै आफ्नै मान्छे पनि के, आफ्नै साथी आफ्नै बुढी पनि रुममा ल्याउनु मिल्दैन। यदि कसैले ढाँट छल गरेर लिएर आउँछ भने डाइरेक्ट वार्निङ लेटर दिन्छ है। त्यस्तो छ हाम्रो यहाँ चाहिँ। त्यही भएर मलाई चाहिँ लाग्छ एकदम राम्रो लाग्छ मेरो होस्टेल चाहिँ है। अब हाम्रो कम्पनीको चाहिँ, हाम्रो कम्पनीले चाहिँ 2टा होस्टेलमा राखेको छ, आधी मान्छे उता अर्को ठाउँमा राखेको छ। त्यहाँ चाहिँ यस्तो सेफ अलि छैन भन्छ होइन। अब त्यही पनि पहिला जस्तो त्यो भन्छ नि, पहिला 8-10 वर्ष अगाडि आफ्नो रुममा अगाडि केटी मान्छेको चप्पल राख्नुपर्ने त्यस्तो भन्छ, त्यस्तो चाहिँ आजभोलि चाहिँ अलिक छैन जस्तो लाग्छ मलाई है। तर चोर चाहिँ लाग्न चाहिँ लाग्छ, अब फाटाफुट्ट त्यस्तै हो है। त्यही भएर हाम्रो होस्टेल चाहिँ मलाई एकदम राम्रो लाग्छ कि जो सेफ छ नि त। जाँड रक्सीको त्यसपछि जाँड रक्सी कन्ट्रोल भयो एउटा त, अर्को के भयो भन्दाखेरि अब यति ठुलो होस्टेलमा होइन, यति सुरक्षित छ। यो गर्दाखेरि लडाइँ झगडा त्यति धेरै हुन पाउँदैन, यो भयो है। त्यसपछि गएर म हजुरलाई अझै देखाउँछु। अझै टन्नै छ नि हजुर, पक्नुहोस् है त साथीहरू। ल हेर्नुहोस्, यो एरिया अघि यो अगाडिको एरिया भयो, मैले सब राउन्डै देखाइसकेँ हजुरलाई। ल पक्नुहोस्। अब
कम्पनी जाने टाइम हुन लाग्यो, त्यही भएर गाडीहरू रेडीमा छ। म अघि भित्र त छिरेँ होइन, अब फेरि बाहिर निस्केर अब म देखाउन जान्छु हजुरहरूलाई। उता एउटा क्यान्टिन छ, त्यो क्यान्टिन पनि देखाउँछु हजुरहरूलाई। अनि हाम्रो त्यहाँ सबै यही होस्टेलभित्रै के भएको यो क्यान्टिन पनि म देखाउँछु ल, पक्नुहोस् है त। अब म बाहिरपट्टि जाँदैछु है, बाहिर भन्नाले यो होस्टेलभित्रै हो। अब हामी होस्टेलभित्रबाट बाहिर जानको लागि पनि के फेस लकै चाहिन्छ। ल हेर्नुहोस्, यहाँ गएर फेस लक छ। फेस लक गरेपछि हामी ठ्याक्क लाएर अहिलेको यहीँनिर भित्र आइपुग्छौँ है। अनि त्यसपछि यहाँ फलफुल सागसब्जीदेखि लिएर सब पाइन्छ यहाँ हाम्रो है। यहाँ चाहिँ ल हेर्नुहोस् त, अनि फिल्टरको पानी यहाँ मस्त पाइन्छ है। अनि त्यसपछि गएर यो भित्र के पाइन्छ भन्दा सब्जीहरू, फलफुल, केरा होइन, सब सामान चाहिन्छ, सब चाहिन्छ। बन्धु भाइ, मैं ब्लॉग बना रहा हूँ। ब्लॉग बनाएगा? हाँ, ये हमारा एरिया का है ना, मैं यूट्यूब में डाल रहा हूँ। यही हो हाम्रो चाहिँ टक्क यो बङ्गालीले बङ्गलादेशको साथीहरूले राखेको होइन। चिसो यहाँ सब सामान पाइन्छ, चामलदेखि लिएर सब पाइन्छ है। ग्यास स्यास हामीलाई चाहिने रासनदेखि लिएर हरेक सामान यहीँ पाइन्छ। अनि अर्को यहाँ खाजा खाने ठाउँ, ल हेर्नुहोस्, यो चाहिँ खाजा खाने ठाउँ भयो है। ल हेर्नुहोस्, खाजा खानु पाइयो यहाँ, टक्क लाएर बसेर नरिवल काट्दैछ यहीँ, खानासाना बनाउँछ यहाँ है, खानासाना बनाउँछ। यहाँ चाहिँ कपडाहरू, ल हेर्नुहोस्, टक्क लाएर लत्ता कपडाहरू नि हाम्रो यहीँ होस्टेलभित्रै पाइन्छ। चप्पलदेखि लिएर सैलुन पनि यहीँ छ है, सैलुन पनि यहीँ छ। अब फेरि म यहीँ आइपुगेँ, ल हेर्नुहोस् न, यहाँ वासिङ मेसिन पनि छ। साथीहरूलाई कसैलाई अल्छी लाग्छ भने त्यहाँ कोइन ल्याउने, छिराउने, त्यसपछि कपडा धुन मजाले सकिन्छ साथीहरू है। त्यही हो साथीहरू, अब मलाई चाहिँ सेफ नै लाग्छ है। अब सेफ्टी नै छ जस्तो लाग्छ, पहिला जस्तो चाहिँ अब त्यस्तो पनि सुनेको छैन यो मैले, यो मेरो एरियामा। यो चाहिँ ठ्याक्कै जोरबारुमा पर्छ है। त्यही हो साथीहरू, आज मैले चाहिँ यो छोटो एउटा मैले भिडियो बनाएँ है। ल हेर्नुहोस्, यही हो मेरो होस्टेल चाहिँ, यही हो साथीहरू। ल हेर्नुहोस्, यहाँ लगभग 4000 जति मान्छे बस्छ कि हाम्रो यो होस्टेलभित्र चाहिँ। ल है त साथीहरू, आजको भिडियो यही हो। म बस्ने ठाउँ अनि कतिको सेफ छ भनेर मैले भनिसकेँ हजुरहरूलाई है। आजको भिडियो यति नै, ल बाई।